मेरो हस्बेन्डको मामा घर चाहिँ यहाँ नजिकै छ नि त। अनिखेर हामी चाहिँ कहिलेकाहीँ गइ नै रहेको हुन्छौँ के मामा घर। अनिखेर यो पालि चाहिँ अलिक बढी भन्दा नि 1 हप्ताभन्दा अलिक बढी भएछ। अनि आमा र माइजूले चाहिँ फोन गरेर नाति हेर्न मन लाग्यो ल्याइदेऊ भनेको भने हुनुहुन्थ्यो। अनि नाति हेर्न मन लाग्यो भनेपछि हामीले नलाने त कुरै हुँदैन। अनिखेर म चाहिँ आफू रेडी भएर बाबुलाई पनि रेडी बनाएँ। उसलाई चाहिँ फेरि रेडी बनाउन नि यति गाह्रो छैन, आफै गर्नुपर्छ। जे पनि टिका लाउने भन्छ, आफै यो लाउँछु भन्छ। बल्ल बल्ल रेडी बनाएर अनि लाग्यौँ हामी चाहिँ मामा घरतिर। ऊ चाहिँ बाटोमा यति खुसी हुँदै गएको थियो नि, दिदालाई भेट्छु, दिदीसँग खेल्छु भनेर। तर दिदी स्कुल गएको चाहिँ उसलाई थाहा नै थिएन। त्यही पनि मक्क परिरहेछ मामा घर हिँडेको, दिदीसँग खेल्छु भनेर। बच्चाहरूलाई चाहिँ फेरि बच्चा नै चाहिने क्या, हामीलाई पनि आफ्नो उमेरको सँग भयो भने अलिक धेरै नै कुरा मिल्छ नि त। त्यही भएर होला नि ऊ पनि मामा घर गएपछि मामाको छोरी दिदा भनेपछि यति हुरुक्कै हुन्छ नि, दुईजना यति धेरै खुसी हुन्छन्। नानी पनि भाइ भनेपछि, भाइ पनि दिदा भनेपछि दुवैजना मक्क पर्ने हुन् क्या। अनि पनि त्यही भएर खुसी भइरहेको थियो। बाबु चाहिँ सन्चो नभएर स्कुल जानुभएको रहेनछ। अनिखेर ऊ चाहिँ काका भनेर मक्क परेर खेल्दै थियो। म चाहिँ आमा फोनमा बोल्दै हुँदो रहेछ। आमा र उता काकालाई भाइ छोडिदिएर लागेँ माइजूलाई भेट्न। भान्जा खोइ त भन्दै हुनुहुन्थ्यो माइजूले। भान्जा चाहिँ काम परेर तलैबाट जानुभयो, माथि नि नआयो। अनि माइजूको गार्डन हेर्नु है त, यहाँ हेर्नु कस्तो मजाले फुल रोप्नु भएको छ माइजूले चाहिँ। यहाँ छतमा पुरै मजाले राम्रो तरिकाले हेर्नै वाउ फुलै फुल रोप्नु भएको छ कि। माइजूलाई चाहिँ एकदम जाँगर चल्छ फुल रोप्नलाई चाहिँ। यता यसमा पनि रोप्नु भएको छ गमलामा स्ट्यान्ड राखेर, उता माथि झुन्डाएर पनि रोप्नु भएको छ। सबैतिर फुलै फुल बनाउनु भएको छ माइजूले चाहिँ। घर वरिपरि नै देख्न सक्नुहुन्छ हेर्नु है, आफू जस्तै राम्रो पारेर राख्नु भएको छ माइजूले चाहिँ। यहाँ घर चाहिँ फुलै फुलले सजाएर। यस्तो गर्मी भइरहेको थियो, माइजूले चाहिँ काँक्रा खाम है अब भन्नुभयो। अनि काँक्रा खान यस्तो गर्मीमा काँक्रा खाम भन्दा नखाने भन्ने त कुरै भएन। त्यसपछि माइजू चाहिँ लाग्नुभयो काँक्रा काट्नतिर। काँक्रामा फेरि नुन खोर्सानी भएन भने त मजै आउँदैन काँक्रा खानु। त्यही भएर माइजू फेरि नुन खोर्सानी पिस्नतिर लाग्नुभयो। म चाहिँ यहाँ काँक्रा दिइरहेको छु, छिटो हाल्नु न माइजू खान मन लागिसक्यो भन्दैछु। अनि माइजू चाहिँ एकछिन पख न भइसक्यो भन्दै हाँस्दै हुनुहुन्छ। काँक्रा चाहिँ रेडी भयो, तर मैले काँक्रा खाएको चाहिँ भिडियो बनाउनु बिर्सेछु कि। माइजूले चाहिँ खासमा खाजा खानुको लागि मोमो ससेजहरू सबै रेडी गर्दै हुनुहुन्थ्यो। तर हाम्रो दिमागमा चाहिँ के आयो भने गेम खेलौँ भन्ने आयो कि। अनि हामी चाहिँ गेम खेल्नको लागि तयार गर्न थाल्यौँ। अनि उहाँ मेरो नन्द बहिनीको पनि आगमन भइसकेको छ गेम खेल्नको लागि। माइजू चाहिँ यहाँ बाबुलाई जिस्काइरहनु भएको छ, के खाने तिमी भनेर। घरि के देखाउनुहुन्छ, घरि के देखाउनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो खानेकुराहरू रेडी भइसकेको छ गेम खेल्नको लागि। एकदम तयारी अवस्थामा छौँ। गेम खेलेको भिडियो चाहिँ मैले हालिसकेको छु, गएर सबैजनाले हेर्नु होला। ल आजलाई यति नै, बाई बाई।